जय श्री राधे। के तपाईँले कहिले सोच्नु भएको छ दिनरात पूजापाठ गर्दा, मन्दिर जाँदा वा मन्त्र जप गर्दा पनि तपाईँको जीवनमा सोचे जस्तो सफलता किन मिलिरहेको छैन? कतै तपाईँ ब्रह्माण्डको त्यो विशेष ऊर्जाबाट टाढा त हुनुहुन्न? आजको यो विशेष भिडियोमा हामी सनातन धर्मको त्यो गुप्त रहस्य खोल्दैछौँ जसले तपाईँको भाग्यको ताला खोल्न सक्नेछ। आज हामी अङ्क ज्योतिष र वैदिक ज्योतिष दुवैको दुर्लभ मिश्रणबाट तपाईँको वास्तविक इष्टदेवता वा इष्टदेवी को हुनुहुन्छ र कुन मन्त्रले तपाईँको जीवनमा चमत्कारिक रूपमा परिवर्तन ल्याउँछ भन्ने कुराको वैज्ञानिक र शास्त्रसम्मत खुलासा गर्नेछौँ। यदि तपाईँ च्यानलमा पहिलोपटक आउनुभएको भने यो बिल्कुलै शुभ मुहूर्त हो। भिडियोलाई लाइक गरी च्यानललाई सब्सक्राइब गरेर घन्टी बजाइहाल्नुहोस्, किनकि यहाँ तपाईँले पाउनुहुन्छ सधैँ सटिक र प्रमाणित जानकारी। अब भिडियोमा अगाडि बढ्नु अगाडि एउटा धेरै नै ठुलो अलमललाई हटाउँ जसमा 90% मानिसहरू झुकिने गर्छन्। त्यो हो कुलदेवता र इष्टदेवताको बीचको भिन्नता। हाम्रो सनातन संस्कृतिमा भनिएको छ, कुलदेवी परम धर्मम कुलम देवी परम तपः। कुलदेवता वा कुलदेवी तपाईँको वंश परम्परा र पुर्खाहरूसँग जोडिएको हुन्छ। तपाईँको जन्म जुनसुकै स्थानमा वा परिस्थितिमा भए पनि तपाईँको रगत र डिएनए जुन वंशबाट आएको त्यसका रक्षक कुलदेवता हुनुहुन्छ। पूर्वजहरूले जुन देवी देवताको आराधना गर्दै आउनुभयो, चाहे त्यो भूगोल अनुसार हिमालमा होस्, पहाडमा होस् या तराईमा होस्, त्यो कुल परम्परा हो। यसलाई परिवर्तन गर्न सकिँदैन र यसमा कुनै पनि छनौट हुँदैन। तर इष्ट देवताको अवधारणा पूर्ण रूपमा फरक छ। इष्ट शब्दको अर्थ हुन्छ आफ्नो प्रिय वा आत्मिक रूपमा नजिक। तपाईँको आत्माको तरङ्ग सोल भाइब्रेसन ब्रह्माण्डको जुन दैवी ऊर्जासँग सबैभन्दा बढी टच हुन्छ, म्याच हुन्छ, उहाँ नै तपाईँको इष्टदेवता हुनुहुन्छ। इष्टदेवताको पूजा गर्नु भनेको आफ्नो आन्तरिक ऊर्जालाई प्रस्फुटित गर्नु हो। जब तपाईँ आफ्ना इष्टको आराधना गर्नुहुन्छ, तपाईँको ओरा बलियो हुन्छ र तपाईँमा उहाँकै जस्ता गुणहरू आउन थाल्छन्। जस्तै शिवजीका भक्तहरूमा गम्भीरता र भोलापन आउँछ भने सङ्कट पर्दा रुद्ररूप पनि देखिन्छ। सरस्वतीका साधकहरूको बाणीमा एउटा अलौकिक ओज र गरिमा झल्कन थाल्छ। आउनुहोस् अब ढिला नगरी सबैभन्दा पहिलो अङ्क ज्योतिष अर्थात् तपाईँको जन्ममितिको आधारमा इष्टदेवता पत्ता लगाऊ। तपाईँ जुनसुकै महिनाको पनि 1, 10, 19 वा 28 तारिक जन्मिनु भएको हो भने तपाईँको मूलाङ्क 1 हुन्छ। तपाईँको मूलाङ्कको स्वामी सूर्यदेव हुनुहुन्छ। सूर्य आत्मकारक ग्रह हो र यसका इष्टदेवता साक्षात् भगवान श्री रामचन्द्र वा सूर्यनारायण हुनुहुन्छ। भगवान राम पनि सूर्यवंशी हुनुहुन्थ्यो। स्वभाव र सङ्केतको कुरा गरौँ, समाजमा अगाडि देखिने र राजा जस्तो ठाडसँग बाँच्ने आन्तरिक इच्छा शक्ति हुन्छ। अब तपाईँले दैनिक रूपमा आदित्य हृदय स्तोत्रको पाठ गर्नुपर्छ। तामाको भाँडोबाट सूर्यदेवलाई जल चढाउनुपर्छ। कसैसँग भेट्दा जय श्रीराम वा राम राम भन्नु तपाईँको ऊर्जाको लागि निकै नै शुभ मानिन्छ। अब मूलाङ्क 2, तपाईँ कुनै पनि महिनाको 2, 11, 20 वा 29 तारिक जन्मिनु भएको हो भने तपाईँको मूलाङ्कको स्वामी चन्द्रमा हुनुहुन्छ। चन्द्रमा मनको कारक हो र यसका इष्टदेवता हुन् देवताहरूका पनि देवता महादेव शिवजी हुनुहुन्छ। स्वभाव र सङ्केत, तपाईँहरू भावुक, केयरिङ र शान्त स्वभावको हुनुहुन्छ, तर रिस उठ्दा रुद्ररूप पनि लिन सक्नुहुन्छ। चन्द्रमा शिवको गलामा सुशोभित छन्, त्यसैले तपाईँको कनेक्सन सधैँ शिवजीसँग हुन्छ। अब विशेष गरी मूलाङ्क 2 भएका जातकहरूले ओम नमः शिवाय मन्त्रको जप गर्नुहोस्। सोमबार शिवलिङ्गमा काँचो दुध र जल चढाउनुहोस्। अब विशेष मूलाङ्क 2 भएका व्यक्तिहरूले जीवनमा कहिले पनि पिउने पानी वा दुध खेर नफाल्नुहोस्। यसले तपाईँको चन्द्रमा र भाग्य दुवैलाई असर पार्दछ। अब मूलाङ्क 3 को चर्चा गरौँ। तपाईँ कुनै पनि महिनाको 3, 12, 21 वा 30 गते जन्मिनु भएको भने तपाईँको मूलाङ्कको स्वामी देवगुरु बृहस्पति हुनुहुन्छ। बृहस्पतिको सिधा सम्बन्ध भगवान श्री हरि विष्णु र उहाँका अवतारहरू विशेष गरी भगवान श्रीकृष्णसँग हुन्छ। अब स्वभाव र सङ्केतका कुरा गरौँ। तपाईँहरू ज्ञानका भोका हुनुहुन्छ। अरूलाई सल्लाह दिनु, मद्दत गर्नु तपाईँको नैसर्गिक स्वभाव हो। अब विशेष गरी मूलाङ्क 3 भएका व्यक्तिहरूले भगवान कृष्णको बालरूप वा विष्णु सहस्रनामको पाठ तपाईँको लागि अमृत सरह हुनेछ। बिहिबारको दिन नुहाउने पानीमा थोरै बेसार मिसाएर नुहाउनाले तपाईँको आन्तरिक ऊर्जा तुरुन्तै स्थिर र सकारात्मक हुन्छ। अब मूलाङ्क 4, जुनसुकै महिनाको तपाईँ 4, 13, 22 वा 31 तारिक जन्मिनु भएको भने तपाईँको मूलाङ्कको स्वामी छाया ग्रह राहु हुनुहुन्छ। राहुको तीक्ष्ण ऊर्जालाई सन्तुलनमा राख्नका लागि तपाईँको इष्टदेवी माँ दुर्गा वा सरस्वती हुनुहुन्छ। अब स्वभाव र सङ्केतको कुरा गरौँ।
तपाईँहरूको बुद्धि एकदमै तीक्ष्ण हुन्छ, जीवनमा अचानक उतार चढाव आइरहन्छन्। अब विशेष गरी यो मूलाङ्क भएका व्यक्तिहरूले शक्ति वा ज्ञानमध्ये तपाईँलाई जुन कुराको बढी चाहना छ त्यही अनुसार माँ दुर्गा वा सरस्वतीको आराधना गर्नुहोस्। राहुको नकारात्मकताबाट बच्नको लागि सप्तशतीको पाठ वा ओम एम सरस्वती नमः मन्त्रको जप गर्नु अद्भुत फलदायी मानिन्छ। अब चर्चा गरौँ मूलाङ्क 5, जुनसुकै महिनाको 5, 14 वा 23 गते जन्मेका व्यक्ति तपाईँ हुनुहुन्छ भने तपाईँको मूलाङ्क बुध हो। तपाईँको मूलाङ्कका स्वामी ग्रह बुद्धि र व्यापारको कारक बुध ग्रह हुनुहुन्छ। बुधको इष्ट देवता भगवान श्री कृष्ण हुनुहुन्छ। अब सुरुमा स्वभावको कुरा गरौँ। कृष्ण जस्तै चञ्चल, बुद्धिमान र कहिल्यै नथाक्ने स्वभाव तपाईँमा हुन्छ। बाढी र व्यापारमा तपाईँको पकड राम्रो हुन्छ। तपाईँको जीवनमा दिदीबहिनी, फुपू वा छोरीको सम्बन्धले ठुलो अर्थ राख्दछ। अब विशेष गरी यो मूलाङ्क भएका व्यक्तिहरूले घरमा मयूरको पङ्ख राख्नुहोस्। गरिब बालबालिकालाई कापी कलम वा पढ्ने सामग्री दान गर्नुहोस्। ओम नमो भगवते वासुदेवाय मन्त्रको जपले तपाईँको ओरा निकै नै बलियो बनाउँछ। अब चर्चा गरौँ मूलाङ्क 6, जुनसुकै महिनाको 6, 15 वा 24 गते तपाईँ जन्मिनु भएको छ भने तपाईँको मूलाङ्क 6 हो। तपाईँको मूलाङ्कको स्वामी ऐश्वर्य र कलाको कारक शुक्र ग्रह हुनुहुन्छ। शुक्रको लागि वैदिक शास्त्रमा भगवान विष्णुको वामन अवतार वा महालक्ष्मीलाई इष्ट मानिएको छ। अब यो मूलाङ्कमा जन्म हुने व्यक्तिका स्वभाव र सङ्केतको कुरा गरौँ। तपाईँहरू निकै नै संवेदनशील, त्यागी, कलाप्रेमी हुनुहुन्छ। अरूको खुसीका लागि आफ्नो सुख त्याग गर्न पनि पछि पर्नुहुन्न। अब यो मूलाङ्क भएका व्यक्तिहरूले विशेष गरी शुक्रबारको दिन सेतो मिठाई वा खिर बाँड्नुहोस्। साना कन्याहरूको पूजा गर्ने वा उनीहरूको शिक्षामा मद्दत गर्नाले तपाईँको शुक्र अत्यन्त चम्किनेछ र जीवनमा ऐश्वर्य प्राप्ति हुनेछ। अब चर्चा गरौँ मूलाङ्क 7 को। कुनै पनि महिनाको 7, 16 या 25 तारिक तपाईँको जन्म भएको हो भने तपाईँको मूलाङ्क 7 हो। तपाईँको मूलाङ्कको स्वामी अध्यात्म र मोक्षको कारक केतु ग्रह हुनुहुन्छ। केतुको इष्ट देवता विघ्नहर्ता भगवान श्री गणेश हुनुहुन्छ र भगवान नरसिंह हुनुहुन्छ। अब स्वभाव र सङ्केतको चर्चा गरौँ। तपाईँहरू रहस्यमय, जिज्ञासु र अलिकति अलमलमा रहने स्वभावको हुनुहुन्छ। भौतिकता भन्दा बढी आध्यात्मिकता वा दार्शनिक कुरामा तपाईँको बढी रुचि हुने गर्दछ। अब विशेष गरी यो मूलाङ्क भएका व्यक्तिहरूले गणेश अथर्व शीर्षको पाठ वा गणेशजीलाई धुगो चढाउनु अत्यन्तै उत्तम हुन्छ। विशेष कुरा मूलाङ्क 7 भएकाहरू प्राय जनावर प्रेमी हुन्छन्। गल्लीका कुकुरहरूलाई खाना खुवाउनाले तपाईँको केतु ग्रहले सधैँ नै शुभ फल मात्र दिनेछ। अब चर्चा गरौँ मूलाङ्क 8। कुनै पनि महिनाको 8, 17 वा 26 तारिक जन्मेका व्यक्तिहरूको मूलाङ्क 8 हुन्छ। तपाईँको मूलाङ्कका स्वामी कर्मदाता शनिदेव हुनुहुन्छ। शनिदेव आराध्य भगवान शिव र सङ्कटमोचन हनुमानजी हुनुहुन्छ। अब मूलाङ्क 8 भएका व्यक्तिहरूको स्वभाव र सङ्केतका चर्चा गरौँ। तपाईँहरू कडा मेहनती, अनुशासित र वित्तीय रूपमा निकै नै परिपक्व हुनुहुन्छ। जीवनमा सङ्घर्ष ढिलोसम्म चल्छ तर सफलता स्थायी रूपमा मिल्ने गर्दछ। अब विशेष गरी मूलाङ्क 8 भएका जातकहरूले हनुमानजीको पञ्चमुखी रूपको पूजा गर्नुहोस्। शनिबारको दिन शनि मन्दिरमा गएर तोरीको तेल दान गर्नुहोस्। एउटा नियम तपाईँले सधैँ याद राख्नुपर्छ, आफूभन्दा मुनिका कर्मचारी, मजदुर वा असहाय वर्गलाई कहिले पनि नचिड्याउनुहोस्। उनीहरूको पसिना सुक्नु अघि नै पारिश्रमिक दिने गर्नाले हनुमानजी र शनिदेव दुवै प्रसन्न हुनुहुन्छ। अब चर्चा गरौँ मूलाङ्क 9। तपाईँ कुनै पनि महिनाको 9, 18 वा 27 तारिक जन्मिनु भएको हो भने तपाईँको मूलाङ्क 9 हो। तपाईँको मूलाङ्कको स्वामी ऊर्जा र साहसको कारक ग्रह मङ्गल हुनुहुन्छ। मङ्गलको इष्टदेव हनुमानजी र देवताका सेनापति भगवान कार्तिकेय हुनुहुन्छ। अब स्वभाव र सङ्केतका चर्चा हनुमानजी जस्तै तपाईँ जीवन पनि परोपकारमा बित्छ। तपाईँ अरूको सबै मद्दत गर्नुहुन्छ तर तपाईँलाई सङ्कट पर्दा कोही पनि तपाईँलाई मद्दत गर्न आउँदैन। तपाईँ आफैले आफ्नो उद्धार गर्नुपर्ने हुन्छ। अब विशेष गरी यो मूलाङ्क भएका जातकहरूले नियमित रूपमा बजरङ्ग बाण वा हनुमान चालिसाको पाठ गर्नुहोस्। दाजुभाइ र साथीभाइसँगको सम्बन्ध कहिल्यै खराब नगर्नुहोस्। वर्षमा कम्तीमा एकपल्ट रक्तदान गर्नाले तपाईँको मङ्गलको नकारात्मक ऊर्जा शान्ति हुन्छ। यहाँ एउटा महत्त्वपूर्ण कुरा बुझ्नुपर्छ, यदि तपाईँ वर्षौंदेखि कुनै अर्कै देवी देवताको पूजा गर्दै आउनु भएको छ र तपाईँको मन उहाँमै रमेको छ भने यो भिडियो हेरेर आफ्नो श्रद्धा परिवर्तन नगर्नुहोस्। आफ्नो श्रद्धा परिवर्तन नगर्नुहोस्। शास्त्र भन्छ भक्तिको अन्तिम गन्तव्य एउटै हो। यो भिडियो केवल तपाईँको भित्री ऊर्जा र क्षमतालाई चिन्नका लागि एउटा माध्यम मात्र हो। तपाईँलाई मानसिक तनाव छ, अलमल छ वा जीवनमा लगातार अवरोध आइरहेको छ भने आफ्नो इष्ट देवताको शरणमा जानुहोस्। उहाँको मन्त्र जप गर्नुहोस्। तपाईँको ओरा सफा हुनेछ र समस्याहरू स्वतः समाधान हुँदै जानेछन्। तपाईँ कुन देवी वा देवतासँग सबैभन्दा बढी आत्मीय महसुस गर्नुहुन्छ कमेन्ट सेक्सनमा लेख्न नभुल्नुहोला। भिडियो मन परेमा धेरैभन्दा धेरै साथीभाइहरूलाई सेयर गरिदिनु होला। अर्को भिडियोमा यस्तै महत्त्वपूर्ण शास्त्रीय जानकारी लिएर फेरि पनि आउने नै छु। त्यतिन्जेलसम्मको लागि आज्ञा दिनुहोस्। जय श्री राधे।